मुलुक सङ्घीयतामा गएसँगै कर्णाली प्रदेशको स्थापना भएको पनि 7 वर्ष पुरा भएछ। हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, पश्चिम रुकुम, दैलेख, सुर्खेत र सल्यान गरी 10 वटा जिल्ला समेटिएको यो प्रदेश भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो प्रदेश हो, तर जनसङ्ख्याको हिसाबले देशकै सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश हो। यहाँको जनसङ्ख्या करिब 17 लाख छ। भौगोलिक विकटता छँदैछ। बहुआयामिक गरिबी 40% छ भने निरपेक्ष गरिब जनसङ्ख्या 27% छ। प्रति व्यक्ति आय $1000 आसपास छ। देशको जीडीपीमा कर्णाली प्रदेशको 4.5% को पनि योगदान पुग्दैन। साक्षरता 76% छ। अन्य विभिन्न सूचकाङ्कहरू पनि कमजोर नै छन्। प्राकृतिक स्रोत र साधनले धनी भए पनि अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको विकास जुन रूपमा हुनुपर्थ्यो हुन सकेन। त्यसको मूल कारण केन्द्रीकृत राज्य सत्ताको विगतदेखिकै विभेदकारी नीति र व्यवहार नै हो। अब सङ्घीयतामा गएसँगै विगतको वैभवशाली विरासत फर्काउने प्रयत्न कर्णाली प्रदेशले गरिरहेको छ। कर्णाली प्रदेश स्थापनाको 7 वर्ष पुरा हुँदै गर्दा विभिन्न समयमा बनेका प्रदेश सरकारले विभिन्न प्रयासहरू गरे। कतिले परिणाम दिए, कतिपय परिणामहरू आउने क्रममा छन्। कर्णाली प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा यामलाल कणेलले कार्यभार सम्हालेको 1 वर्ष पुरा भएको छ। कणेल नेतृत्वको वर्तमान प्रदेश सरकारले 1 वर्षको यो अवधिमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। कतिपय उपलब्धिहरू हासिल हुने क्रममा छन्। अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयन अघि बढाएको सरकारले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीलाई प्राथमिकतामा राखेको छ। विकास र निर्माण त मेरो जिम्मेवारी हुँदै हो, तर यो बेलामा जनता बुझाउने कुरा चुनावका बेलामा मात्रै होइन है, मुख्यमन्त्री भएका बेलामा पनि उनका हक अधिकारका बारेमा उनीहरूलाई सचेत गराउने, उनीहरूलाई होसियार बनाउने कुरा गरियो भने त्यसले के भन्दाखेरि विकासमा प्रभाव पार्दो रहेछ, त्यसले सुशासनमा प्रभाव पार्दो रहेछ भन्ने कुराको अनुभूति चाहिँ मलाई लाग्छ 10 जिल्लालाई बुझिने गरी गरेका छन् कि अहिलेको मुख्यमन्त्रीले चाहिँ यस्तो चाहिँ गर्छ, यस्तो गर्न दिन्न है भन्ने कुराको सन्देश चाहिँ मलाई लाग्छ 10 जिल्लालाई पुगेको एउटा अवस्था छ। मुख्यमन्त्रीको रूपमा शपथ लिएर कार्यभार सम्हाले लगत्तै मुख्यमन्त्री यामलाल कणेलले कर्णाली बुझ्ने र कर्णाली बनाउने दुवैलाई सँगसँगै अघि बढाउनु भयो। यो बीचमा मुख्यमन्त्री कणेल कर्णालीका सबै 10 वटा जिल्ला पुग्नु भएको छ। जनता के गरिरहेका छन्, सेवा प्रवाहमा समस्या के छ, अपेक्षा के छ, प्रदेश सरकारले के गर्न सक्छ लगायतका विषयमा उहाँले सघन भलाकुसारी गर्नुभयो। अझ भनौँ सङ्घ र प्रदेश अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूसँग जिल्लाका सम्भावना र चुनौती तथा बजेट कार्यान्वयनमा देखिएका समस्या र समाधानबारे छलफल गर्नुभयो। 3 तहका सरकार बीचको समन्वयबाट विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुने मुख्यमन्त्री कणेलले स्थानीय सरकारको काम कारबाही, अवस्था, चुनौती र सम्भावनालाई नजिकबाट अनुभव गर्ने तथा मजबुत सहकार्यको लागि अभिभावकीय भूमिका निर्वाह गर्नुभएको छ।
प्रदेशभित्र पूर्वाधारको अवस्था, विगतमा थालनी भएका महत्त्वपूर्ण योजनाहरू, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग, पर्यटन लगायतको अवस्था, चुनौती तथा सम्भावनाबारे स्थलगत रूपमा नै बुझ्ने र भावी नीति तथा कार्यक्रम बनाउन उहाँले सबै जिल्लामा गरेको भ्रमण फलदायी रह्यो। उत्तरी सीमा हुम्लाको हिल्सासम्म पुगेर त्यहाँ भइरहेका विकास गतिविधि अनुगमन गर्ने काम होस् या हुम्लाको सिमकोट जोड्ने खारपुनाथ स्थित चुवा खोलामा बेली ब्रिज बनाउनको लागि मुख्यमन्त्रीले लिनुभएको सक्रियता होस्, वा मुगुको रारामा पर्यटन प्रवर्धनको पहल अथवा कालीकोटको पिलीदेखि रुकुमको खारासम्म निर्माणाधीन आयोजनाहरूको कामलाई समयमै सम्पन्न गर्ने विषयमा विशेष ध्यान रह्यो। दैलेखको पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता लगायतमा पनि मुख्यमन्त्रीको सक्रियता बढेको छ। बुलबुले गुरी योजनाको कार्यान्वयन, काँक्रे बिहार संरक्षित क्षेत्रको सुधार लगायतमा समेत मुख्यमन्त्रीले भूमिका निर्वाह गर्नुभएको छ। जाजरकोट भूकम्प प्रभावितको पुनर्स्थापना तथा पुनर्निर्माणमा सुरुदेखि नै मुख्यमन्त्रीले चिन्ता, चासो तथा अग्रसरता देखाउनुभयो। फलस्वरूप प्रदेश सरकारले रु 50 करोड विनियोजन गरी यसै वर्ष 90 भन्दा बढी विद्यालय तथा स्वास्थ्य चौकीको पुनर्निर्माण सुरु गरेको छ। कुनै पनि विपदको समयमा जनताको साथमा मुख्यमन्त्री यामलाल कणेल सधैँ हुनुभयो र समग्र प्रदेश सरकार साथमा रह्यो। विपदको अत्यन्तै जोखिम रहेको कर्णाली प्रदेशमा सरकारले यसै वर्षदेखि नागरिक घर बिमा कार्यक्रम समेत सुरुवात गरेको छ। प्रदेश अस्पताल तथा प्रदेशभित्र रहेका विभिन्न स्वास्थ्य संस्था मार्फत स्वस्थ कर्णालीवासी बनाउन कर्णाली प्रदेश सरकार लागि परेको छ। स्थानीय तवरमा नै उद्योग धन्दा, व्यापार व्यवसाय तथा रोजगारी सृजना गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउन नागरिकलाई प्रोत्साहन गर्ने काममा उहाँको अग्रसरता रह्यो। स्याउको राम्रो सम्भावना भएको जुम्लामै पुगेर मुख्यमन्त्री कणेल त्यहाँका स्याउ किसानसँग थप सम्भावनाको खोजीको बारेमा अन्तर्क्रिया गर्नुभयो। खेलकुद क्षेत्रसँग मुख्यमन्त्रीको खास लगाव छ। साथै विद्यार्थी र युवाहरू नै देश परिवर्तनका संवाहक हुन् भन्नेमा स्पष्टता छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न उहाँले सङ्घीय सरकारसँग निरन्तर पहलकदमी गरिरहनु भएको छ। मुख्यमन्त्री यामलाल कणेल सबैको सहज पहुँचमा रहने मुख्यमन्त्री हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रूपले अपाङ्गता भएका वा विभिन्न पेशा, जाति, धर्म, क्षेत्रका नागरिकसँगको सम्बन्ध उत्तिकै आत्मीय र प्रगाढ छ। मुख्यमन्त्री यामलाल कणेलको जीवन सरल छ, जीवनशैली सामान्य छ। मुख्यमन्त्री जता पनि भेटिन्छन्, जता पनि सुनिन्छन् र जता पनि देखिन्छन्। कर्णालीवासीका घर आँगन, बाटोघाटो जता पनि। यो एक वर्ष कर्णालीका जनतालाई गहिरोसँग बुझ्ने र जनताले पनि बुझ्ने हिसाबले मुख्यमन्त्रीको कार्यकाल महत्त्वपूर्ण रह्यो। प्रदेश सरकार, स्थानीय सरकार, सरोकारवाला निकाय र जनतासँगको सम्बन्ध झनै कसिलो र आत्मीय बन्यो, जसले अब कर्णाली बनाउन महत्त्वपूर्ण आधारशिला तय गरेको छ। कर्णाली बनाउन यो एक वर्षमा के कति काम भए त, कति उपलब्धि हासिल भए, यहाँ केही देखिएका उपलब्धिको चर्चा गर्नु उपयुक्त हुन्छ। सङ्घीयता कार्यान्वयनमा आएसँगै अझै पनि धेरै ऐन, कानुन तथा नीति नियम बन्न बाँकी थिए। कतिपय विधेयकहरू प्रदेशसभामा विचाराधीन अवस्थामा थिए। मुख्यमन्त्री कणेलको सन्तुलित र समन्वयकारी पहलबाट यो एक वर्षमा कानुन र नीतिको सन्दर्भमा कर्णाली प्रदेश सरकार र संसदले उल्लेख्य प्रगति हासिल गरेको छ। विकासको पहिलो शर्त पूर्वाधार नै हो।
यसलाई मुख्यमन्त्री यामलाल कणेल नेतृत्वको कर्णाली प्रदेश सरकारले गहिरोसँग आत्मसात गरेको छ। विगतका वर्षहरूमा सम्झौता भई काम सुरु नभएका तथा निकै सुस्त गतिमा काम गरिरहेका धेरै सडक, पुल तथा विभिन्न पूर्वाधारका आयोजनाहरूलाई समयमै सम्पन्न गर्न सरकारले अभियान नै थालेको छ। यस काममा मुख्यमन्त्री कणेल आफैले सक्रियता लिनुभयो। यसबाट हाल 2/3 आयोजनाहरूको प्रगति सन्तोषजनक रूपमा अघि बढिरहेको छ। लामो समयदेखि अलपत्र परेका योजना सरकारको लगानी भइसकेका कारणले गर्दाखेरि कसले सञ्चालन गर्यो, कसका पालामा आयो, मेरा लागि त्यो तपसिलको विषय थियो, किनकि त्यहाँ राज्यको लगानी भइसकेको एउटा अवस्था थियो। तर आज ती अधिकांश योजनाहरू कार्यान्वयनको तहमा अलपत्र पारेर छोडिएका निर्माण व्यवसायहरू पनि कार्यान्वयनमा जोडिएको एउटा अवस्था छ र मलाई लाग्छ त्यो सकारात्मक प्रगतिको एउटा अवस्था छ। यो 1 वर्षको अवधिमा महत्त्वपूर्ण तथा रणनीतिक सडक निर्माणको काम अघि बढेको छ। यस अवधिमा करिब 100 किलोमिटर कालोपत्रे सडक, 200 किलोमिटर ग्राभेल सडक तथा 500 किलोमिटरभन्दा बढी सडकको नयाँ ट्र्याक खोल्ने काम भएको छ। 23वटा पक्की पुल तथा 42वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। जनता आवास र विपन्नका घर गरी 1000 भन्दा बढी आवास इकाइ निर्माण भएका छन्। कर्णालीमा नेपालकै उत्कृष्ट रङ्गशाला करिब निर्माण सम्पन्न भएको छ। सुर्खेतको लागि जीवन मानिएको भेरी पम्पिङ खानेपानी आयोजनामा प्रदेश सरकारले महत्त्वपूर्ण साझेदारी बढाएको छ। कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, सुर्खेत विमानस्थल, कोहलपुर सुर्खेत सडक लगायत महत्त्वपूर्ण पूर्वाधारहरू प्राथमिकतामा राख्दै सङ्घीय सरकारसँग समन्वय र सहजीकरण गरिरहेको छ। प्रशस्तै जलविद्युतको सम्भावना भएर पनि अनियमित विद्युतको चर्को मार खेपिरहेको कर्णाली प्रदेशमा बन्दै गरेको कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन विस्तारमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकारको तर्फबाट निरन्तर कोसिस भएको छ। प्रदेशको शान्ति सुरक्षालाई नागरिक मैत्री बनाउन सुरक्षा प्रमुखहरूसँगको निरन्तर छलफल तथा नागरिकलाई शास्ति हुने खालका गतिविधि नियन्त्रण गर्न उहाँले देखाएको तदारुकताले केही परिवर्तन समेत भएको छ। सिन्डिकेटले जनताले दुःख पाउँछन्, व्यवसायीलाई सजिलो हुन्छ। यदि चाहिँ म चाहिँ तपाईँकै प्रतिनिधि भए पनि तपाईँकै अगाडि यदि भन्नु मलाई कुनै कठिनाइ छैन। सिन्डिकेटले के हुन्छ, जनतालाई दुःख हुन्छ, व्यवसायीलाई अभावका बिचमा राहत हुन्छ, प्रतिस्पर्धाले जनतालाई सेवा सुविधा सरल राहत हुने एउटा परिस्थितिहरू हुन्छ। के कारणले हो चाहिँ तपाईँहरू पनि छलफल चलाउँ, कुराकानी गरौँ है। अब तर बस पार्कको त्यो दृश्य बदलौँ भन्ने छ है। यहाँ 2जना व्यवसायी साथीहरू 3जना हुनुहुन्छ। प्रदेशको मुख्य प्रवेशद्वारहरूमा अटोमेटिक डिजिटल निगरानी गेटहरूको निर्माण कार्य सुरुवात भएको छ। सुशासन, मितव्ययिता, पारदर्शिता, आर्थिक सुशासन, चुस्त दुरुस्त सेवा प्रवाह लगायतलाई प्रदेश सरकारले जोड दिएको छ। योजना छनौटमा देखिएका कमजोरी रोक्न र पारदर्शी बनाउन यसै वर्ष योजना छनौट सम्बन्धी कार्यविधि पारित भई कार्यान्वयन सुरु भएको छ। यसले पहुँचको भरमा मात्र बजेट वितरण हुने र ससाना योजनाका लागि मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास लिएको छ। वर्षको बीचमा नयाँ शीर्षकमा जथाभावी वितरण हुने बजेट वितरणलाई नियन्त्रण गर्दै संसदबाट पारित योजना र कार्यक्रम कार्यान्वयनमा जोड दिने नीति अनुरूप फाटफुट बाहेक बजेट वितरणमा देखिएका गुनासाहरू सुनिएका छैनन्। वित्त आयोगको मूल्याङ्कनमा समेत कर्णाली प्रदेशको प्रगतिमा सुधार भएर अन्य प्रदेशसँगको तुलनामा 2 अङ्क सुधार हुँदै अहिले 4थो स्थानमा रहन सफल भएको छ। राज्यको साधन र स्रोतलाई आफ्नो व्यवसाय र धन्दाका रूपमा प्रयोग गर्ने जुन मनोविज्ञान र प्रवृत्ति थियो, मलाई लाग्छ 1 वर्षका बीचमा चाहिँ त्यसलाई चाहिँ के भन्दाखेरि अब निर्मूल पार्न सकिने कुरा त थिएन। तर सबैले भन्ने गरी, सबैले बुझ्ने गरी चाहिँ के हो त भन्दाखेरि चाहिँ त्यस्ता प्रक्रियाहरू र त्यस्ता ढाँचा काँचालाई बदलिएको एउटा अवस्था छ। उपभोक्ता समितिबाट पनि राम्रो काम भइरहेको छ, मैले देखिरहेको छु। तर आम रूपमा चाहिँ के हो त भन्दाखेरि चाहिँ त्यसपछि टिप्पणी भाव हुनाले चाहिँ हामीले चाहिँ के भन्दाखेरि 30 लाखभन्दा
माथिका सबै योजनाहरू टेन्डरमा गऱ्यौँ। कोटेसन प्रथा हामीले मलाई लाग्छ आम रूपमा त्यसलाई बन्द गरिदिएको एउटा अवस्थाको बिचमा छ। यो आधारबाट के भन्दाखेरि योजना तर्जुमाप्रति चाहिँ के भन्दाखेरि चाहिँ जनताको सकारात्मक कुरा गरेको एउटा अवस्था छ। अर्को यिनै योजना तर्जुमा र वा सरकार सञ्चालनका निम्ति चाहिँ बनाइएका कतिपय कार्यविधि र कतिपय योजनाहरू चाहिँ जो छिद्र रहेको अवस्था थियो, त्यो छिद्रमा टेकेर जिम्मेवारी प्राप्त गर्ने व्यक्तिले र अरूले पनि जुन दुरुपयोग गरिरहेको एउटा अवस्था थियो, ती कतिपय नीतिगत सुधार गरेर चाहिँ अगाडि बढेको एउटा अवस्था छ। त्यसकारणले मलाई लाग्छ आम रूपमा नीतिगत सुधारमा चाहिँ जनताले अनुभूति गर्ने गरी प्रदेश सरकार अगाडि बढेको छ। कर्णाली प्रदेश सरकारको 1 वर्षको प्रगतिलाई मन्त्रालयगत तवरमा हेर्दा अझ स्पष्ट हुन्छ। 7 मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयको पछिल्लो 1 वर्षको उपलब्धि यस्तो छ। फाइनेन्शियल डिसिप्लिन मेन्टेन गर्नको निम्ति चाहिँ विभिन्न हाम्रो मेन अचिभमेन्ट भनेको चाहिँ एउटा ऐन हामीले पास गऱ्यौँ यो मन्त्रालयबाट, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन भनेको। यसले चाहिँ हाम्रो बजेट र फाइनेन्शियल डिसिप्लिन मेन्टेन गर्ने ल एउटा चाहिँ पास गऱ्यौँ। त्यो सँगसँगै विभिन्न कार्यविधि हामीलाई यसलाई असिस्ट गर्ने, फाइनेन्शियल डिसिप्लिन मेन्टेन गर्ने चाहिँ अब उदाहरणको रूपमा चाहिँ योजना छनौट सम्बन्धीमा एउटा कार्यविधि निकाल्यौँ। अनि त्यसपछि स्रोत सुनिश्चितको पनि कार्यविधि निकाल्यौँ। समपूर्वक र विशेष अनुदानको पनि कार्यविधि निकाल्यौँ। त्यो सँगसँगै हामीले योजना आयोगसँग कोअर्डिनेसन गरेर मुख्यमन्त्रीको नेतृत्वमा चाहिँ अर्थ मन्त्रालयले चाहिँ र योजना आयोगको नेतृत्वमा चाहिँ हामीले दोस्रो पञ्चवर्ष योजना जुन बन्न अलिकति टाइम लागिरहेको थियो त्यसलाई पनि कम्प्लिट गऱ्यौँ यो लगभग 8 महिनाभित्रमा। र हामीले चाहिँ फोकस खर्चतिर मात्रै दिएनौँ। हाम्रो चाहिँ अहिलेसम्म यो मन्त्रालयमा राजस्व शाखा पनि खोलेको थिएनौँ। त्यसले गर्दाखेरि एउटा राजस्व शाखा पनि हामीले खोल्यौँ। र हाम्रो लक्ष्य भनेको चाहिँ के भनेदेखि अब हामीले लगभग बजेट निकाल्नु पर्ने 32 अरब जतिको, तर हाम्रो आन्तरिक राजस्व उठ्ने भनेको चाहिँ खालि 54 करोड गत वर्षको यसो हेर्नुभयो भने। त्यसैले त्यतातिर हामीले खर्चतिर मात्रै होइन रेभिन्यू उठाउनेतिर पनि, किनभने कर्णाली प्रदेशलाई समृद्धितिर लग्नलाई त्यतातिर पनि ध्यान दिनुपर्छ भनेर त्यतातिर पनि जोड दिएर लगभग 6 महिना अर्धवार्षिक वर्षको रिपोर्ट आउँदाखेरि गत वर्षभन्दा हामीले 4 करोड रुपियाँ थप बढी उठाएको देखिएको थियो रिपोर्ट अनुसार। प्रदेशभित्र सुशासन कायम गर्न तथा कानुन निर्माण र कार्यान्वयनको हिसाबले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपलब्धिहरू यस्ता छन्। सामाजिक विकास मन्त्रालयले आफ्नो पछिल्लो 1 वर्षीय उपलब्धिलाई यसरी प्रस्तुत गरेको छ।
जलस्रोत तथा ऊर्जा मन्त्रालयले पनि यो 1 वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत पनि देखिने गरी यो 1 वर्षको अवधिमा उपलब्धिहरू हासिल भएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आफ्नो पछिल्लो 1 वर्षको उपलब्धिलाई यसरी प्रस्तुत गरेको छ। पहिलो कुरो त अब हामीले कृषि विकास रणनीति बनायौँ र आउँदा 10 वर्षमा कसरी कृषिलाई चाहिँ अगाडि बढाउने भन्ने कुरो त्यसले निर्देश गर्छ। दोस्रो कुरो बिउ बिजन बनायौँ। तेस्रो कुरो चाहिँ पराग सेचनलाई पनि हामी चाहिँ के भन्छ त्यो कार्ययोजना पनि बनाउँदैछौँ। अनि यो जलचर ऐन पनि प्रदेश सभामा पठाएको स्थिति छ। त्यसपछि जीवनाशक विषादी ऐन पनि बनाउनको लागि हामीले त्यो ड्राफ्ट गरेर पठाएछौँ। मैले भन्नुको मतलब के हो भनेर भन्दा हामीलाई चाहिने कानुनहरू करिब हामी त्यो अहिले यस आर्थिक वर्षमा नै सक्छौँ। त्यो एउटा काम हो। दोस्रो कुरो हामीले यो प्राङ्गारिक कृषिलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनेर ठाउँ-ठाउँमा हामीले चाहिने यो किसान पाठशालाहरू कृषि पाठशालाहरू सञ्चालन गऱ्यौँ, जसले गर्दाखेरि त्यसमा के भयो त भनेर भन्दा हिजो यो जीवनाशक विषादीहरू प्रयोग गरेर रासायनिक मल प्रयोग गरेर जुन हिसाबले उत्पादन गरिरहेको थिए त्यसैमा हामीले चाहिने यो प्राङ्गारिक हिसाबले कसरी चाहिने कृषि विकास गर्न सकिन्छ भनेर तुलनात्मक हिसाबले किसानलाई चाहिने गाइड गरेर त्यस हिसाबले हामीले चाहिने देखायौँ। अब हाम्रो चिन्ता यसलाई कसरी चाहिने अगाडि बढाउने भन्ने छ। साथै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आफूले पछिल्लो 1 वर्षको अवधिमा गरेका कामहरूको विवरण यसरी प्रस्तुत गरेको छ। नीतिगत कुराहरू दिगो वन विकास एउटा कार्यविधि पास भएर 10वटै जिल्लामा त्यसको कार्यविधि बनेर वनलाई कसरी राम्रो गराउन सकिन्छ त्यो तरिकाले अगाडि बढेको अवस्थामा छ। औद्योगिक यो ग्रामहरूको कार्यविधि नभएर अल्पत्र अवस्थामा थिए, त्यो कार्यविधि बनाएर सञ्चालनमा आएका छन्। त्यस पछाडि जुन पुराना रुग्न योजनाहरू थिए, यो प्रदेशकै सबैभन्दा ठुलो योजना राराको पर्यटकहरूलाई कसरी अगाडि लग्न सकिन्छ, बढाउन सकिन्छ, कर्णालीलाई कसरी चिनाउन सकिन्छ भनेर विगतको कर्णाली प्रदेश सरकारले सबैभन्दा ठुलो 47-48 करोड बराबरको एउटा रकमबाट योजना बनेको रुग्न थियो।
ठेकदारहरूले काम नगरिदिरहेको अवस्था, गरेको कामको पनि भुक्तानी नभएको त्यत्तिकै थियो। म आइसकेपछि फर्स्ट भिजिट मैले त्यही रुग्ने योजनालाई सुरु गरेँ। त्यस पछाडि मुख्यमन्त्री मन्त्रीहरू सहारा सबैसितको छलफल पनि भयो। त्यस अगाडि बढेर त्यो काम चाहिँ अगाडि बढ्या छ। म मन्त्री भइसकेपछि पर्यटन बोर्ड गठन भएको छ। अब त्यसले आफ्नो क्रियाकलापहरू अगाडि लग्ने र आगामी बजेटमा कर्णालीको कुन क्षेत्रमा पर्यटनलाई अगाडि लग्न सकिन्छ। कर्णालीमा त गर्नुपर्ने केही पनि छैन। प्राकृतिक सम्पदाहरू आफै भरिपूर्ण छन्। त्यसलाई अलिकति सिँगार पटार गरिदिने र प्रचार प्रसार गरिदिने काम मात्रै गऱ्यो भने पनि यहाँ आन्तरिक पर्यटक बाह्य पर्यटकहरू भित्रिने प्रशस्त सम्भावना छ। अब त्यो पर्यटन बोर्डले काम अगाडि बढाउँछ र बजेट पनि हामी त्यसतर्फ फोकस गरेर अगाडि जान्छौँ। समग्रमा कर्णाली प्रदेश सरकारले पछिल्लो यो 1 वर्षमा ऐन कानुन नीति नियम निर्माण तथा कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। पूर्वाधारमा त प्रदेश सरकारले ठूलो फड्को मारेको छ। जनतालाई दिने सेवा सुविधा, सुशासन, आर्थिक अनुशासन सहितको समृद्धि र सामाजिक तथा सांस्कृतिक प्रवर्धनमा समेत देखिने गरी प्रगति भएका छन्। यो 1 वर्षको अवधिमा तीनै तहका सरकार, विकासका साझेदार, निजी क्षेत्र, सरकारवाला निकाय तथा जनतासँग समन्वय र सहकार्यलाई पनि मुख्यमन्त्री यामलाल कणेलले विशेष प्राथमिकता दिनुभएको छ। सङ्घीय सरकारसँग विगतको भन्दा अझ मजबुत सहयोग, समन्वय तथा सहकार्य बढ्दै गएको छ। अन्तर प्रदेश समन्वय र सहकार्यका लागि लुम्बिनी प्रदेशसँग विशेष समझदारी बनेको छ। 79 वटै स्थानीय सरकारसँग सम्बन्धलाई विशेष प्राथमिकता दिँदै नजिकको अभिभावकीय जिम्मेवारी निर्वाह भएको छ। विगतको भन्दा प्रदेश र स्थानीय तहको जे असमझदारी थियो त्यसमा सकारात्मक प्रभाव परेको सबैले अहिले प्रतिक्रिया व्यक्त गरिरहनु भएको छ। यसरी म स्थानीय सरकारसँग अगाडि बढिरहेको छु भने अर्को सङ्घीय सरकार बढी हाम्रो कर्णाली प्रदेशको एक समयसम्मका लागि उसले नै बढी भूमिका निर्वाह गरिदिनुपर्ने एउटा अवस्था रहन्छ भन्ने मलाई लाग्छ। महसुस सबैले गर्ने तर कार्यान्वयन गर्ने कुरा चाहिँ नभइरहेको एउटा अवस्था थियो। तर यही बिचमा केही सुधार भएका छन्। जस्तो चाहिँ सङ्घीय सरकारले सचिवहरू पठाउँदा सिधा मन्त्रालयमा पठाउँथ्यो। हामीले नै कुरा उठायौँ, मैले पनि कुरा उठाएँ। त्यसमा अरू प्रदेशको मुख्यमन्त्रीजीहरूले पनि त्यसलाई महसुस गरेर हामीले सँगै कुरा उठाउँदा अहिले सङ्घीय सरकारले जनशक्ति पठाउँदा सिधा मन्त्रालयमा होइन कि मुख्यमन्त्री कार्यालयमा एकमुष्ट पठाउने। हामीले हाम्रो यहाँको आवश्यकता र स्थिति अनुसार सचिवहरू यहाँबाट मन्त्री परिषदको निर्णयका आधारबाट हामीले खटनपटन गर्ने संरचनागत सुधार भएको एउटा अवस्था छ नम्बर 1। नम्बर 2 कर्णालीका कतिपय विकासहरू चाहिँ अब मैले के भन्ने गरेको छु त भन्दाखेरि चाहिँ धेरै गरिदिनु परेन, 4-5वटा कुरा मात्रै तपाईँहरूले गरिदिनु भयो भने कर्णालीको अरू बाँकी काम हामीले गर्छौँ र अरू चाहिँ के हो भन्दाखेरि कर्णालीको अवस्था बदल्न सकिने एउटा स्थिति रहन्छ भन्ने कुरा गर्दा चाहिँ मलाई लाग्छ अब चाहिँ विगतको तुलनासँग गर्दाखेरि चाहिँ कर्णाली कोरिडोर र भेरी कोरिडोरका निम्ति उल्लेखनीय बजेटको स्रोत सुनिश्चितता गरेर टेन्डरको प्रक्रियामा गएको एउटा अवस्था छ। त्यो चाहिँ डोल्पा पुग्ने बाटो होस्, चाहे त्यो हुम्ला पुग्ने बाटो होस्, चाहे त्यो नाग्चेनाङ्ला पुग्ने बाटो होस्, तीनटै सडकमा विगतको भन्दा उल्लेखनीय रकमको व्यवस्था गरेर निर्माण प्रक्रियाको काम अगाडि बढेको एउटा अवस्था छ। त्यसबाट पनि के बुझ्छु त भन्दाखेरि विगतको भन्दा सङ्घीय सरकार अलि अनुभूति गरेर अगाडि बढेको हो कि भन्ने मलाई त्यस्तो लाग्छ। अर्को महत्त्वपूर्ण पाटो भनेको मुख्यमन्त्री यामलाल कणेल नेतृत्वको वर्तमान सरकारले कर्णालीका राजनीतिक दलहरू बीचमा समग्र कर्णालीको विकासका लागि उच्च स्तरको राजनीतिक समझदारी र सहमति कायम गर्न सफल भएको छ। यहाँका दल र नेताहरूमा दलभन्दा माथि कर्णालीको विकास भन्ने मान्यता प्रतिबिम्बित भएको देखिन्छ।
कर्णालीमा समस्याका विकट पहाडहरू मात्र होइन, समाधानका प्रचुर सम्भावना पनि छन् भन्ने पछिल्लो 1 वर्षको कार्यकालले पनि देखाएको छ। तर तुलनात्मक हिसाबले अन्य प्रदेशमा भन्दा कर्णाली प्रदेशमा गर्नुपर्ने धेरै छ। तर यी चुनौतीहरूलाई मुख्यमन्त्री कणेल अवसरको रूपमा लिनुहुन्छ। जहाँसम्म सबैका आफ्ना ठाउँका सम्भावनाहरू र अवस्था होलान्, हामीले चाहिँ 3टा क्षेत्रको, एउटा भनेको पर्यटनको, एउटा भनेको कृषिको र अर्को भनेको जलस्रोतको, मलाई लाग्छ कर्णालीका लागि मात्रै होइन कि देशकै लागि समृद्धिको यात्रामा योगदान पुर्याउने प्रदेश हो। हाम्रो मात्रै साधन र स्रोतले यसमा हामीले उल्लेखनीय प्रगति गर्न सक्दैनौँ। सङ्घीय सरकार र कतिपय समयक्रममा विकास साझेदारहरूलाई समेत सामेल गरेर तिनै तहको सरकारको समन्वय र सहकार्य र आफ्नो प्रदेशको प्राथमिकताका आधारबाट मलाई लाग्छ कर्णालीको परिचय बदल्न सकिन्छ। बदल्ने यात्रामा हामी अगाडि बढेको एउटा अवस्था छ। यो एकल यात्रा होइन, सबैको यात्रालाई हिँडाउने यात्रामा म आफू त्यसमा सचेत छु। त्यसअनुसार नै कर्णालीको परिस्थिति बदल्न सकिन्छ भन्ने कुरा छ। त्यसमा सङ्घीय सरकारलाई पनि सबैका माध्यमबाट सहमत गराउने कुरा हिजोको भन्दा आज सकारात्मक छ र आगामी दिनमा त्यो गराउन सकियो भने मलाई लाग्छ अहिलेको कर्णालीको जुन बुझाइ छ, कर्णालीलाई हेर्ने जुन दृष्टिकोण छ, त्यसलाई हामीले बदल्न सक्छौँ र जनताको जीवनस्तर माथि उठाउन सकिन्छ। त्यही प्रतिबद्धता अनुसार चाहिँ मैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ। कर्णाली विकट छ, कर्णालीमा गरिबी छ, भोकमरी छ र पछौटेपन छ। कर्णालीका जनता पिछडिएका छन्। यी र यस्ता सोचहरूमा अब परिवर्तन जरुरी छ। 46 सालमा प्रजातन्त्र पुनर्स्थापना भए यताको करिब 35 वर्षसम्म कर्णालीको आशातीत विकास किन हुन सकेन? अब सरकारको कामको शैली बदल्न जरुरी छ। कर्णालीमा पीडा र गरिबी मात्र छैन, विकास र समृद्धिको सम्भावना पनि छ, जसलाई कर्णालीको वैभवशाली इतिहासले पुष्टि गरिसकेको छ। त्यसैले सबै मिलेर कर्णाली बुझौँ, कर्णाली बनाऊ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल नेतृत्वको यो सरकार अहिले कर्णाली बनाउने अभियानमा छ। कर्णाली प्रदेश सरकार सोच बदल्दै, शैली बदल्दै, सुख र समृद्धिको यात्रामा।